दाङ क्षेत्र नम्बर 3 बाट निर्वाचित कमल सुवेदीले मतदातालाई धन्यवाद दिँदै टोलटोलमा पुग्नु भएको छ। उहाँले गाउँमा पुगेर आफ्ना मतदाता विशेष गरी बुढाबुढीसँग भेटघाट गर्दै तपाईहरूको अमूल्य मत म काममा खर्चिनेछु, तपाईहरूले दिएको विश्वासलाई मर्न दिने छैन र जनताको चाहना अनुसार काम गर्ने बताउनु भएको छ। आमालाई यो अब हामीले यो पालिको चुनाव चाहिँ मैले जितेको होइन, यो तपाईहरू सबैजनाले जितेको हो, तपाईहरूको आशा भरोसाले जितेको हो हैन। त्यही भएर यो तपाईहरुलाई धन्यवाद दिन हो। हामी सबै सँगैको जो गर्न सके जति काम गर्ने हो। हेर्नुस् हैन, तपाईहरु नसक्ने कुरा सकेन भने भन्ने हो। पहिलेको नेताले गरेर हुन्छ भन्नु केही पनि नगर्ने गर्नु भएन दिन अनि हामीलाई मत हाल्दिनु भयो, त्यसको लागि चाहिँ धन्यवाद दिन भनेर आको। हजुर कति वर्षको हुनुभयो? म 91 वर्ष। भोट हाल्न जानु भएको थियो? त्यसो पक्कै हामीलाई भोट हाल्नु भयो होला। नातिलाई सम्झेर नि। ए नेता तपाईँ हुनुहुन्छ? म नेता होइन, तपाईहरुको नेता होइन, नाति हो। नेता र नाति फरक छ। हजुरबाको त म नाति हो। ए हस्, त्यही भएर हजुर त नाति चाहिँ तपाईको प्रतिनिधि भएर जान्ला हो मात्रै। अनि यसपटकको चुनाव तपाईहरु जिते हो। म नाति हो। अब अझ दीर्घायु हुनु